गाइस मसँग चाहिँ पैसा छैन त्यही पनि म चाहिँ अब यो पसलले हेर्दा चाहिँ यो कति हो म किनिदिन्छु जस्तो गरेर रियाक्सन हालिदिन्छु ल प्राङ्क हालिदिन्छु यो चाहिँ कति हो यो गणेश यो गणेशलाई 300 रुपैयाँ खोइलिन्छ होला नि त जान्छ गाडीमा राखेको छ गएको छ हैन यो पनि तपाईकै हो यो पनि तपाईकै हो यो चाहिँ कति हो 80 रुपैयाँ यो त भाँचिन्छ हैन ठिकै छ त्यही पनि सोधेको हो को छ यहाँ कोही पनि छैन आन्टी यो चाहिँ कति हो यो गणेश 250 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के यहाँ त मैले किन्ने खालको केही रहेन है सबै हो औठी बाला माला तपाईकै हो सबै मेरै हो चलो भाई देखो अब मैं क्या कर अच्छा ठीक छ त नि ल मैले त यो किनिहालेँ हैन अब यहाँ यस्तो छ भने औठी खोइ फेरि औठी गर्लफ्रेन्डले कसले लगाइदियो भनेर थर्कायो भने अच्छा हमको सिखा रही है कुन यो हो यो चाहिँ कति हो यो 50 रुपैयाँ यो पनि 50 हो औला छिर्छ त नि हो यो ठीक छ नापे कि तर मसँग पैसा छैन र त चीटिंग करता है तू ल आन्टी ल अनि है गाइस फाइनली म चाहिँ प्राङ्क हान्दिरहेको छु क्या किनिदिन्छु म सबै किनिदिन्छु यो पसले किनिदिन्छु भनेर जस्तो होइन तर म केही पनि किन्दिनँ किन्न चाहिँ अब यहाँ को छ कोही पनि छैन त यार आन्टी यो कति हो गुलियो हो हजुर काँसी भएर अच्छा कति हो पावामा त एउटा त हुँदो होला नि 4-3टा हुन्छ खान्छस् खाँदैन ल खाँदैन अरे ल ल होइन ए खोइ हाम्रो जेन्जी ग्रुपहरू अनि गाइस यो चाहिँ कति हो 100 रुपैयाँ खान्छस् यो खान्छस् खाँदैन है आमा यस्तो ज्ञानी छ मेरो भाइ यता हेर त करो हाथ जोड़ के मैं जे माग्यो जे खाए पनि म किनिदिन्छु भनेको तर यसले चाहिँ केही पनि खाँदिन भन्दै यता हेर त वाह यहाँ आइज तँलाई त यसलाई त बोलाउनै पर्छ अङ्कल यो कति हो र यो 20 रुपैयाँ खान्छस् खाँदैनस् ए खाँदैन भने हिँड चीटिंग करता है तू ल खाँदैन अरे कसम यार मा कसम हेर्नु नि यो चाहिँ एक दिनको कमाइ कति हो भनेको 5000 हो क्या यहाँ एक दिनको कमाइ 5000 हो अरे अनि मेरो एक दिनको कमाइ 1 रुपैयाँ पनि छैन एउटा थोत्रे बोरा लिएर चाहिँ बस्टिङ जस्तो पो लाग्छ गाड़ी स्टार्ट कर हम फर्स्ट गाड़ी चला के गरौँ म फेरि हेर्ने यहाँ फेरि डेन्जर भएको छ यत्रो पैसा छ यार माको एउटा बोरा लिएर छुच्चुको बसेर यसो अनुहार बेरेर ठ्याक्क है एक दिनको मेरे को तो ऐसा धक हो रहा है मेरे को भी गाइस तपाईहरु चाहिँ यहाँ आएको बेला ए भगवान कस्तो राम्री केटीहरु गोपिनीहरु आएका छन् तर तपाई किन उठ्नुहुन्न के तपाईलाई दमकलबाट पानी छिर्दिउँ भन्नुहुन्छ होला हैन तपाई सुतिरहेको बेला दमकलबाट पानी छिर्दिउँ भन्नुहुन्छ होला
तर भगवान त्यो दम्पलबाट पानी छिटे पनि भगवान उठ्नेवाला हुनुहुन्न। जति राम्री गोपिनी आए पनि हाम्रो भगवानलाई बाल छैन, आनन्द निन्द्रामा हुनुहुन्छ है, त्यसो भन्न हुँदैन है। हिँड्दा हिँड्दा यस्तो थकित त भयो म र भान्जी चाहिँ बसिरहेछौँ है। तिम्रो नाम के हो भनिदेऊ न। बिसना काफ्ले हो ल हेर ल ए हो र। यो के हो, यो सर्प जस्तो के हो, यो सर्प मैले बेच्न राख्छन् भन्नु होला। फेरि सर्प चाहिँ होइन त्यो, एउटा यो चढाउने कुरा हो।